I love you यार. I really love me my YouTube video. Sorry यार हेर है केटा. हेलो गाइस सबैजनालाई दर्शन नमस्कार छ. सो आजको स्टार्टमा के छ भन्दाखेरि हामी चाहिँ यसो घुमफिर गर्न आएको. धेरै लङ टाइम पछि सायद भिडियो अपलोड हुन सक्छ. अब कुन चाहिँ ठुलो भलगर भए पो माफी दिनु हजुर भन्ने हैन. सो गाइस यस्तै हो हैन. हामी चाहिँ यसो नाम्बु सिदाङतिर आएको. ब्याक क्यामेरा देखाउने बेला हाम्रो यतातिर फुल फुलेको ठाउँतिर आएको. अब पराए कोरिएका केटाहरू कहाँबाट आउँछन् के गर्न आउँछन् भन्दाखेरि यस्तै फुल फुलेकै ठाउँमा आउने भनेकै. राम्री राम्री चल्लीहरू पनि छ हैन. चल्लीहरू पनि छ हैन. गाइस एकदमै बवाल छ हैन. अनि यहाँ भाइहरूसँग भेट भएको हाम्रो सुमन भाइ पछाडि हाम्रो आयुष भाइ. सो गाइस अब यहाँ के कस्तो हुनेछ भित्रको माहौल कस्तो छ हैन म देखाउने नै छु हजुरहरूलाई. अब ब्याक क्यामेरा बनाउन नै लागेको थिएँ. बिचमा एउटा प्रब्लम आएको कारणले गर्दा मैले बनाउन सकिनँ. बत्तै पनि म बनाउन चाहन्छु. मलाई थाहा छैन कस्तो हुन्छ के हुन्छ भनेर हैन. लेट्स गो स्टार्ट भिडियो. स्पेसल ठाउँ भनेको फुल फुलेको ठाउँ. दुईजना दाइहरू पनि आएको थियो अघि यार. यहाँ फेउरी चल्लाहरू बढी छन् कि यहाँ भिडियो बनाउन थियो. ओहो पछाडि आयो हाम्रो केटाहरू चाहिँ पछाडि छ है. ब्याकमा छ. ओहो के छ यार के छ सुवास ब्रो के छ यार. ओ माइ यार गाइस यहाँ चाहिँ हाम्रो फुल फुलेको सिजन बोट बबाल छ है केटा हो. र है केटाकेटी हो यहाँ यस्तो छ है. कोरियाको नाम्बु सिजाङ हो. यहाँ चाहिँ फुल फुलेको एकदम मुख्य भनेको यही सिजनमै हुन्छ. अप्रिलमा हुन्छ है. फुल फुलेको बबाल हुन्छ नि त. त्यही भएको कारणले गर्दा यहाँ चाहिँ यस्तो खतरा छ माहौल चाहिँ. फुल फुलेको ठाउँमा एक्लै छ यार. एउटा चरी पनि छैन यार. एउटा चरी भयो यसो अङ्गाल हाल्दै मस्त घुम्नु जान्थ्यो. थाहा छैन तपाईँको पो छैन त भाइ. चरीहरू त छ नि हो गाइस. केटाहरूसँग जिस्किन बहुत मजा बेग्लै हुन्छ कि. कस्तो बवाल छ यार गाइस हेर त. के भन न. फुल हेर्न आएको राजा. कस्तो फुल फुल कस्तो छ त. फुल ठिकै छ. फुल जस्तै छ भाइ. कस्तो लागिरह भेट भयो है. के छ आयुष भाइ. ए बवाल छ होइन. कहाँ फुलबारीमा के छ सुभाष दाई. के हेर्न आएको. फुल हेर्न आएको गाइस यही होइन सबैजना हामी फुल हेर्न आएको. यहाँको रनबन यस्तो छ कि माथि कस्तो छ के छ भन्दाखेरि हामी देखाउने नै छु. मेरो पछाडि ब्याकग्राउन्डमा कस्तो कस्तो छ हेरौँ है त. कस्तो छ कस्तो देखा भाइ. म देखाएको छु कि नै. यस्तो हुन्छ त यार. अहिलेसम्म देखाएको थिएन तपाईँको भाइसँग जानु पऱ्यो यार. कसै चरीहरूले बोलाउँछ कि भनेर होइन. बबाल छ कि केटा हो. अब हामी यहाँ भित्र पस्न लागेको होइन. यस्तो बबाल छ कि अब दाइले यस्तो खतराहरू देखाउँछ. बबाल छ है भिडियो चाहिँ. दामी दामी यार. ह्यान्डसम छ क्या यार. बोयफ्रेन्ड गर्लफ्रेन्ड यार. हामी जस्तै यार भाइ सिङ्गल है. सिङ्गल मान्छे यस्तै. भाइको त छ अरे सुनेको थिएँ. वाउ केटा हेर त यहाँ यस्तो बवाल छ यार. यस्तो ठाउँमा फोटो खिच्नु पर्ने. अहिले भाइको दामी खिचिन्छ. लास्ट प्याक आज सन्डे. मान्छेको भिड छ है यहाँ चाहिँ. बवाल छ यस्तो बवाल छ. आयो
फाटीपाटी नै रहेछ नि हो केटा हो धेरै दिनपछि यसो भिडियो बनाउँदाखेरि स्याक पारामा क्या के छ भाइ केही भन्छौ तिमी यार यस्तो ह्यान्डसम भाइ छ यार यो भाइ त्यहाँ गएर केटाहरू यहाँ छ है लास्टै बोकाहरू यहाँ छ हौ केटा यहाँ गएर त्यो मोज छ यार केटाहरूलाई लगाइस् अब यहाँबाट यस्तो बवाल देखाइदिन्छ है होइन डाँडा काँडातिरको यस्तो मजा छ कि मजा छ होइन सगुन मिलेगा रे भाइ फाइनली गाइस होइन भिडियो सिडियो पनि बनाइयो त्यसपछि फोटोसोटो पनि खिच्यो यो फुलबारीतिर पनि गयो आजको भिडियो हाम्रो अन्तिम समय यही नै हुनेछ होइन यहाँ कोरियन लड्की लड्काहरू धेरै छन् धेरै बोल्न पनि पाइन्न होइन सो गाइस अब हामी नेक्स्ट भिडियोमा यस्तै राम्रो ठाउँमा गएपछि हामी यस्तै भिडियो लिएर आउनेछौँ र तपाईँहरूले साथ र माया दिनुभयो भने म धेरै भिडियो ल्याउने नै छु होइन सो गाइस यिनीहरू बोकाहरू दाइभाइहरूसँग आएको हे गाइस बाई बाई भाइ बाई बाई गर